सबैभन्दा गफाडी नेता को लाग्छ? गफाडी नेता अहिलेको गृहमन्त्री रवि लामिछाने। अब 84 सालमा नयाँ प्रधानमन्त्रीको रूपमा कसलाई देख्नुहुन्छ? केपी ओली, बालेन, हर्क साम्पाङ, रवि लामिछाने। सम्भावना केपी शर्मा ओलीको छ। कसलाई देख्न चाहनुहुन्छ? मैले सम्भावना केपी शर्मा ओलीको। यहाँले पनि उहाँलाई नै देख्न चाहनुहुन्छ? जनमतको कुरा गर्दा केपी शर्मा ओली, हामीले भर्खरै कुरा गरे सम्भावना कुरा गर्दाखेरि बालेन शाहको त्यो सम्भावना कुरा, तर केपी शर्मा ओली यहाँले देख्न चाहनुहुने चाहिँ केपी शर्मा ओली। भर्खरै हामीले युवाको ठाउँको बारेमा कुरा गर्यौं। यो कुरा त यहाँले अर्कैतिर मोड्नु भयो। भर्खरै युवाले ठाउँ पाउँछ भन्ने केपी कुरा शर्मा हामीले ओलीको जोस जाँगर पनि युवा जस्तै छ नि त। फेरि युवा जस्तै छ। भारतीय इलेक्सनको पनि गफ गरिरहेछौ नि। हैन, त्यसमा सकारात्मक सोच पनि राखौँ। केपी शर्मा ओली पनि 18 घण्टा 20 घण्टा काम गर्नुहुन्छ, एक्टिभ हुनुहुन्छ।